आफन्त होइन। अनि के गर्दाखेरि त्यो तिम्रो स्याङमा काहीँ साइलीको बुढा जितपुरे मेरो फुपूको छोराले 54 चाहिँ यता 40 मात्रै जग्गा मिलाइदियो। मलाई चाहिँ पर त्यो पुलमा जाने बाटो छैन, माथि सिरानमा पर मालिङटा जाने छेउमा त्यो घिर्लिङ पुलमा जाने यसरी छ। त्यसको ठुलो आँप थिएन, यत्रो ठुलो आँप थियो। त्यो ठुलो आँपको फेदमा चाहिँ मलाई मिलाइदिएको थियो। 16,000 त्यहाँ जग्गा 16 पाखी बिउ जान्छ भन्थ्यो है। अनि यस्तो लामो गरेको थियो। पानी निकाल्छ नि त्यहाँनिर सिरानमा त के छ के छैन है। अनि त्यो जग्गा किन्ने मैले 16 बैना गरेको। बैना चाहिँ मैले के गरेँ भने 3 तोला कि 4 तोला छु नि कमाएको छु। त्यो तामाङको जग्गा यो माथि यो के अरे यो हेलो यता डोडुवा के भन्छ नि त्यहाँको तामाङको जग्गा रहेछ। त्यो दाइले मिलाइदियो। अनि 3 तोला कि 4 तोला कमाएको छु चाहिँ बैना गरिहाल्यौँ। अरू चाहिँ नखतकै चाहियो। नखत पैसा केस पैसा चाहियो नि त है। अब नखत पैसा छैन। त्यो सुन हो नि है, खतरा मात्र गरेर गोबाजुलाई त्यतिखेर 700 1 तोला सुन बेच्ने मै हो। किन उता जग्गा नै नखत पैसा चाहियो। 700 1 तोला सुन बेच्ने मै हो गोबाजुलाई। अब 700 1 तोला सुन बेच्दा उता नखत 1600 पुर्याउनु पऱ्यो नि त। 16,000 है, 16,000। अनि लगेर गएको त लु जग्गा नबेच्ने पहिलादेखि